दर्शकबिन नमस्कार। रेडियो फिकल 90.6 मेगाहर्जको उत्पादन र सूर्योदय नगरपालिकाका समन्वय र आर्थिक सहयोगमा उत्पादित कार्यक्रम हेलो सूर्योदयको यो अर्को अङ्कमा तपाईँलाई हार्दिक स्वागत गर्छु। प्राविधिक साथी आविष्कारसँगै म राजकुमार। रेडियो फिकल 90.6 मेगाहर्जबाट हरेक सोमबार र मङ्गलबार यो कार्यक्रम प्रसारण हुने गर्दछ भने हामी हाम्रो फेसबुक पेज मार्फत भिडियो पनि हाम्रो यहाँहरूमाझ प्रस्तुत गर्ने प्रयास गर्छौँ। कार्यक्रम हेलो सूर्योदय एउटा यस्तो कार्यक्रम हो जुन कार्यक्रममा रेडियो फिकलले सूर्योदय नगरपालिका र नगरवासी बीच एउटा पुलको काम गर्छ। तपाईले सूर्योदय नगरपालिकाको सूचना, समाचार, विज्ञापन, गतिविधि सबै सुन्न र हेर्न सक्नुहुनेछ। र यसको लागि तपाईको मनमा कुनै पनि प्रकारको जिज्ञासा छ, नगर प्रमुख, उपप्रमुख लगायत सम्पूर्ण पदाधिकारीसँग, तपाईको अथवा शाखा प्रमुखहरूसँग कुनै पनि गुनासो, जिज्ञासा, प्रश्न छ भने कृपया हामीलाई राख्न सक्नुहुन्छ। हामी सम्बन्धित पक्षसम्म समक्ष तपाईको प्रश्न राखेर जवाफ पनि दिएर आउनेछौँ। यस्तै तपाईले हाम्रो समाचारहरू मार्फत र हाम्रो पेज मार्फत, हाम्रो वेबसाइट मार्फत सूर्योदय नगरपालिकाको समग्र सूचना र समाचार पनि यहाँहरूमाझ राखिरहेका हुन्छौँ। यसर्थ यो कार्यक्रम तपाईको लागि पक्कै पनि फलदायी छ भन्ने हामीले अपेक्षा गरेका छौँ। र कार्यक्रममा आज हामी सूर्योदय नगरपालिका वार्ड नम्बर 12 का वडाध्यक्ष डोलेन्द्र भारद्वाजसँग वार्ड नम्बर 12 का समग्र विषयवस्तुको बारेमा कुराकानी गर्न लागिरहेका छौँ। त लागौँ कुराकानीतर्फ। अध्यक्षज्यू, यहाँलाई स्वागत छ। धन्यवाद हजुर। अब झन्डै 10 वर्ष कार्यकाल, 2 कार्यकालको होइन, अब अन्तिम वर्षमा यहाँहरू आउँदै हुन्छ, कस्तो अनुभव गर्दै हुन्छ? अब एक खालको यो सामाजिक क्षेत्र, हजुर हजुर, सामाजिक क्षेत्रमा अब हिजो पनि काम गरिरहेकोले गर्दाखेरि अब यस्तो समस्या त छैन। र पनि अब एउटा के भने 10 वर्षमा काम गरिरहँदाखेरि धेरै काम पनि गर्यो। अब त्यसको विस्तृत कुरा गर्न त अब टाइम लाग्छ। कामहरू जे होस्, हजुर, महत्त्वपूर्ण कामहरू हामीले थालनी गरेका छौँ। कोही प्रारम्भ भएको छ, कोही सकिएको योजनाहरू होइन। हजुर हजुर, सानातिना योजनाहरू अब त्यो एकैचोटि त्यो सबै त हुन्न। सानातिना योजनाहरू हामीले सम्पन्न गरिसकेका छौँ। हजुर हजुर, अनि ठुला किसिमका आयोजनाहरू चाहिँ अब त्यो चाहिँ एकदम लङ टर्म जानुपर्ने, त्यो चाहिँ अब हामीसँग बजेट अभावको कारणले गर्दा कर्मगत रूपमा जस्तो अब अलैदरको कुराहरू गरिरहँदा हजुर, अब हामीले थालेको त्यो पहिलो वर्ष त हामीले अलैदरको कन्सेप्ट ल्याएको थियौँ। त्यो दोस्रो वर्षमा पहिलोचोटि 74, 75, 76देखि हामीले जुन काम गऱ्यौँ, त्यो काम गर्ने कुराहरूमा जुन एउटा दिगो विकास लक्ष्यलाई चाहिँ होइन अब हेरेर हामीले चाहिँ त्यो अब अहिले बाटोहरू बनाउने कार्यहरू पनि भइरहेको छ होइन। अब त्यस्तैसँगले हामीसँग 4वटा मुख्य बाटोहरू छ। त्यो 4वटा मुख्य बाटोहरू भनेको अब तपाईँको यहाँ 3 गतेदेखि तल रोङ गाउँपालिका, हजुरको 1 नम्बर 2 नम्बर हुँदै अब तल झापासम्म जोड्ने कुद्नाबारी हुँदै बिर्तामठ यता त्यो सिस्ने भएर पनि जान्छ। तल गएर चाहिँ अब बाटो फैलिन्छ। जस यो बाटो भनेको तपाईँको यो चाहिँ हामीले यतापट्टिबाट सूर्योदय नगरपालिका हुँदै अब रोङ गाउँपालिका हुँदै पारी रोङ गाउँपालिका कोलबुङ हुँदै जाने बाटो हो। यो 13 किलोमिटर बाटो छोटो रहेको छ। अब यसको काम चाहिँ अब बिचमा भइरहेको छ। अलिकति दिगो रूपमा मुखबाट हुनुपर्ने थियो, मुखबाट नभएर ठाउँ त्यही अन्तर्गतको काम चाहिँ भएको छ। कालो पत्री कि अलवेदर? यो कालो पत्रीको रूपमा लानुपर्ने भन्ने कुराहरूको हो। तर त्यसको स्ट्रक्चरहरू चाहिँ बन्ने कामहरू भइरहेको छ। तर बिचमा बनिएको छ। अलिकति कहाँ के नमिलेको जस्तो र पनि अब त्यही अन्तर्गतको बाटो भएको छ। यसचोटिदेखि चाहिँ हामीले माथि मुखबाट बनाउनुपर्छ र त्यो बाटोलाई पुरा गर्नुपर्छ भन्ने कुराहरू हामीले राखेका छौँ। अब त्यस्तैसँगले हाम्रो फिक्कल मलिमजुरी भेजिङ भन्छ एउटा, त्यो पनि हाम्रो पहिला सङ्घको केन्द्रबाट हामीले सडक बोर्ड अन्तर्गत त्यो बाटोलाई पनि अब पहिला जनश्रमबाट हामीले बाटो बनाएको थियौँ। तर बिचमा हाम्रो बाटो चाहिँ सुन्दर बेसी लेबक र सुन्दर बेसी मलिमहरू जोडिएको थिएन। त्यो चाहिँ हामी निर्वाचन हुनुभन्दा अगाडि नै त्यो कामहरू हामीले गरेका थियौँ। र पछिल्लो समय अहिले चाहिँ हाम्रो फिक्कल मलिमजुरी भन्ज्याङ भनेर अब योजनामा समावेश भएकोले गर्दा फिक्कलदेखि अहिले 10 नम्बर नाली पेटी छ। 10 नम्बर चाहिँ कटेर अहिले 12 नम्बरमा त्यसको करिब 600-700 मिटर अगाडि बढेको स्थिति छ। र अब त्यस्तैसँगले हाम्रो सूर्योदय रिङ रोड भन्छ नि, फिक्कल, पञ्चकन्या, कन्याम पहिला
यो 8 नम्बर अनि 10 नम्बर अनि 12 नम्बर र 11 नम्बर पनि अलिकति यहाँ मास्तिर चाहिँ चोसो पर्छ। हजुर त्यो चोसो अलिकति झरेकोले गर्दा 11 नम्बरलाई चाहिँ 4वटा अन्तर्वार्ड स्तरीय बाटो रिङ रोड बनाउँदै हुन्छ। त्यो पनि अब अहिले हाम्रो चाहिँ के थियो भने विगतमा के छ यो नगरकै बजेट कि प्रदेश सङ्घको त्यो सदन सहरी विकास अन्तर्गतको बजेट हो। हजुर तर अघिल्लो साल 1 किलोमिटर चाहिँ पर छिप्टाएर होइन जुन हाम्रो पेट्रोल पम्पदेखि उतादेखि 1 किलोमिटर चाहिँ कालो पत्र ब्ल्याक टप बनिएको छ। तर यसचोटिको बजेट चाहिँ अब त्यो चाहिँ कन्टिन्युटी भइदिएन कि जम्मा अहिले 11 लाख छ त्यसको सानो काम होला होइन। त्यो चाहिँ अलिकति कन्टिन्युटी भएको छैन। अब यो राजनीतिक खचपच पनि हो होइन मुख्य रूपमा समस्याहरू चाहिँ त्यो पनि भयो। त्यसैसँगले अर्को हाम्रो अलवेदर बाटो अब अहिले हाम्रो अगाडि बढिरहेको छ। अब हाम्रो यो वडाकाले त्यो चाहिँ विगतमा पनि हाम्रो चाहिँ के थियो भने हामी यो 3टा वार्ड मिलेर यो सूर्योदय नगरपालिका 12 बनेको हो। त्यतिखेर चाहिँ अब हामी गाविसमा रहँदाखेरि गाविसमा हुँदाखेरि 3टा वार्ड थियो भने पछि हामी फेरि सूर्योदय नगरपालिका बन्यो। त्यसमा हाम्रो 2वटा वार्ड मात्रै भएको थियो। त्यो 2टा वार्ड चाहिँ 1 र 2 थियो। 1 र 2 चाहिँ अब समायोजन भएर 12 नम्बर वार्ड भएको छ। त्यसमा चाहिँ पहिला के थियो भने हामी 9 नम्बर वार्ड पनि वारीपट्टि पनि 9 नम्बर पारीपट्टि पनि 9 नम्बर वार्ड परेकोले गर्दा वारी र पारीको जनताहरूको बिचमा चिन्जान पनि थिएन। अब सुन्दरबेसी लेभलको त्यो जुन बाटो बनाएर तलबाट उनीहरूसँग चाहिँ अब सम्बन्ध विस्तार भयो होइन। चिन्जान हुने अवसर पनि प्राप्त गर्यो त्यसले। अब अहिले हामीले यो अलवेदर बनाएको छ। यो अलवेदरबाट यो साबिक 1 नम्बर हो यो वार्ड चाहिँ। यो अहिले भइरहेको वाडा चाहिँ साबिक त्यसले पञ्चायत गाविस हुँदैन 1 नम्बर वार्ड हो। अहिले चाहिँ हामीले त्यो 7 नम्बर 9 नम्बर र 1 नम्बर पनि यो अलवेदरले जोडिएको छ। जस्ट 9 नम्बर भन्यो नि यहाँ पर हिटी भन्छ मन्दिर डाँडा। त्यो मन्दिर डाँडा बाटोदेखि उल्लोपट्टि अहिले पनि भेटिन्छ यहाँ पर। त्यो साबिक पहिलाको 9 नम्बर होइन। अहिले चाहिँ हामीले त्यो अलवेदर बनाएकोले गर्दा अब पारिपट्टि पनि 1 नम्बर वार्डसम्म जोडिएको। भनेपछि 4टा अलवेदर बनाउँदै हुनुहुन्छ अहिले? 4वटा विशेषतः 4टा पर्छ भनौँ। त्यो अन्तर्गत हाम्रो यो चाहिँ एउटा चतुर्भुज खालको अलिकति वडा त्यसले 12 नम्बरको सबै वडावासीलाई समेट्छ त्यो 4वटाले कि 4वटाले सबैलाई छुन्छ र त्यो बनिसक्दाखेरि जस मूल बाटो चाहिँ नजिकै आउँछ। सहायक बाटोहरूलाई सहज हुन्छ र सहायक बाटोहरू पनि अब सानातिना कामहरू गरेर मर्मत सोलिङ यस्तै गरिने कामहरू भइरहेको स्थिति छ। अब विशेष गरेर अब यहाँ खानेपानीको पनि अब हाम्रो सुख्याग्रस्त क्षेत्र यहाँ अलि समस्या थियो नि पहिलादेखि होइन खानेपानी समस्या थियो। अहिले हामीले यो वडामा चलाएको नि 3 थरी खानेपानी आयोजना भन्दा त्यहाँनिर चाहिँ अब लिफ्टिङ गरेर ल्याएको त्यसको केही हाम्रो त्यो मिलाएर चाहिँ अहिले चलाइएको छ। पानीको चाहिँ अलिकति अभावै हो होइन। मुख्य रूपमा अब यो वृहत खानेपानी आयोजनाको काम पनि अगाडि बढिरहेको छ। अब यो सक्नुपर्ने त पहिले हो। विविध कारणले गर्दा अब त्यो समयमा सम्पन्न हुन नसकेपछि कामहरू चाहिँ अहिले पनि भइरहेछ। र त्यस्तैसँगले अरू हाम्रो खानेपानी तल्लो बेल्टहरूमा चाहिँ अब खानेपानीको लागि हामीले धेरैवटा योजनाहरू बिचमा अब मेरै कार्यकालमा होइन हामीले यो हिटी मन्दिर डाँडा लगायतका ठाउँमा पनि त्यहाँ खानेपानीको राम्रै व्यवस्थापन भएको छ। पहिला त्यहाँ खानेपानीको ठुलो अभाव थियो। त्यसैसँगले मलिम भनेर एउटा सुन्दर खानेपानी आयोजना छिमेक सुन्दर खोला छिमेक खानेपानी आयोजना भनेर पहिला बनाएको थियो। त्यो चाहिँ कस्तो थियो भने तपाईँको 8-10 घरको बिचमा एउटा धारा राखेर 15 मिनट जति गाग्रो बोकेर जानुपर्ने स्थिति थियो। दुःखदायी अवस्था। अब अहिले चाहिँ त्यसलाई चाहिँ हरेक घरमा 160-161 घर होला सायद अहिले हामीले पानी सबैलाई पुग्छ। पानी अहिले तपाईँको लगभग होइन अहिले त्यही पानीलाई हामीले व्यवस्थित गरेर चाहिँ मिटर सिस्टमबाट मिटर सिस्टममा न त कतिपय अवस्थामा त धारा मात्रै जडान गरिन्छ पानी चाहिँ फेरि पर्याप्त हुँदैन। पानी पर्याप्त हुँदैन। त्यो अहिले चाहिँ सबैकोमा त्यो पानीको सुविधा भएको स्थिति छ। त्यसैसँगले अब हाम्रो ठाउँ चाहिँ कस्तो छ भने अब यो चाहिँ अलिकति भूगोल ठुलो बस्तीहरू चाहिँ पातलो त्यसले गर्दा अब तल्लो एउटै योजनाले सबै काम सकिँदैन त्यहाँ। अब त्यस्तैसँगले हामीले उतापट्टिको 8 घरी
भन्छ पिङडाँडा टोल भन्छ हजुर अनि पिङडाँडा टोल लुम्की टोलमा चाहिँ खानेपानीको अलिकति समस्या रहेको छ त्यसको लागि पनि हामीले हजुर हजुर अहिले हामी चाहिँ के गरिरहेका छौँ भने त्यसको लागि योजनाको कामहरू त्यसको बहुवर्षीय रूपमा भइरहेछ ए ए हजुर हजुर त्यो हुँदाखेरि पनि धेरै खानेपानीको चाहिँ सहजता होइन गाउँवासीहरूलाई वडावासीहरूलाई अथवा त्यो क्षेत्रको त्यो जुन टोल छ त्यो टोललाई पनि त्यसले पुग्यो भने पुग्ने स्थितिमा हामी पुर्याउने काम अगाडि बढिरहेको छ र त्यस्तैसँगले अब हाम्रो यो अम्लिसे खानेपानी आयोजना भनेर अम्लिसे पल्लोपट्टि त्यो अम्लिसेमा पनि हामीले दुईवटा अब पानी एउटै पानीले नपुग्ने एउटा पानीको मुहान माथि अवस्थित तरिकाले उनीहरूले चाहिँ खाइरहेको स्थितिलाई त्यसलाई भने एउटा राम्रो ट्याङ्की निर्माण गरेर माथिल्लो बेल्टको लागि त्यो ट्याङ्की निर्माण गरेर माथिल्लो खण्डलाई र त्यस्तैसँग अलिक त्यो तल अर्को मुहान हाम्रो टोल विकास संस्थाको अध्यक्षजी पनि बारीमा भएकोले गर्दा अनि त्यो चाहिँ तपाईँको हजुर अर्को पनि त्यहाँनिर मुहान खडा गरेर अम्लिसेलाई पनि खानेपानीको व्यवस्थापन सिर्जना त्यहाँ चाहिँ भनेको 88 लगभग 88 घर जति ए भनेपछि त खानेपानीमा निकै ठुलो काम पो भएछ त हजुर यो चाहिँ बजेट चाहिँ कहाँको थियो यो हाम्रो सङ्घको पनि थियो र प्रदेशको पनि थियो वडाले नगरले समन्वय गरेर हजुर खानेपानी आयोजना छ होइन हजुर खानेपानी प्रदेशसँग र प्रदेश पूर्वाधार भनौँ होइन खानेपानीसँग पनि समन्वय गरेर हामीले काम गरेका छौँ र त्यस्तैसँगले तपाईँको रुङ टोल भन्छ तल रुङ टोलमा पनि अहिले त्यो खानेपानी आयोजनाको त्यहाँ पनि लगभग अलिकति पुछार खण्डलाई चाहिँ त्यहाँ पनि पुऱ्याउनुपर्छ भने त्यो प्रदेश स्तरीय योजना थियो त्यो पनि काम गरेका छौँ त्यहाँ पनि केही काम भने अब पहिला चाहिँ अब त्यो जुन पानी ल्यायो अलिकति त्यो ठाउँमा चाहिँ पानीको पछि अलिक सानो हुँदो रहेछ अनि त्यसले गर्दा अर्को मुहान थपेर पनि त्यो बिल्डरलाई पनि हामीले त्यो खानेपानीको व्यवस्थापन गरेका छौँ यो अर्को हाम्रो खानेपानीको अर्को योजना चाहिँ तपाईँको यो लेबक टोल भन्छ त्यो लेबक टोलमा पनि हामीले अहिले त्यसलाई पनि त्यो पनि कामहरू सुचारू छ त्यो पनि बहुवर्षीय योजनाको रूपमै काम भइरहेको छ त्यहाँ पनि 25-30 घर जतिलाई त्यो अलिकति स्रोत सानो त्यो स्रोत सानो भए 25-30 घरलाई भयो भने फेरि अरू थप तल्लो बेडलाई अलिकति पुगेको छैन त्यो तल्लो बेडको लागि तपाईँलाई तल तलको मुहान भेट्नुहुन्छ मुहानको सुनिश्चित गरेर खानेपानी योजना तपाईँहरूको भइहाल्छ भनेर भनिएको छ मुख्य कुरो चाहिँ मुहानकै समस्या हो मुहान चाहिँ अब सुनिश्चित हुनु पर्यो पानीको पर्याप्तता पनि हुनु पर्यो स्वच्छ पनि हुनु पर्यो होला त्यो चाहिँ तपाईँको विशेष गरेर चैतको अन्तिमतिर होइन खडेरीको सिजनमा त पानी चाहिँ होइन रहनु पर्यो नि त अनि त्यस्तैसँगले 12 महिना पानी आउने खालको मुहान चाहियो हजुर अनि यतापट्टि हाम्रो यो आठघरे नवजागरण टोलले पनि अहिले भाग नियोजनै लिइरहेको छ हजुर हजुर योजना सहवास गरिदिनु पर्यो अहिले यही निवेदन चाहिँ नियोजनहरू पनि छैन यो योजना 83-84 को बजेटमा समावेश गरियोस् भनेर उहाँले पठाउनु भएको छ ठिक छ त्यसलाई हामीले पहल गर्नुपर्ने ठाउँमा हामी त्यो लाग्छौँ र त्यहाँ विशेष गरेर कर्फुकमा त्यहाँ अलिकति एउटा मुहान चाहिँ तल कपुटी खोला त्यसलाई त्यो पानीलाई चाहिँ यसो प्युरिफाई गरेर पनि व्यवस्थित गर्न सक्यो भने त्यो पनि कामहरू गरिन्छ र त्यस्तैसँगले यहाँसम्म पनि ल्याउनुपर्छ कि त्यसको स्रोत चाहिँ पहिला हेर्नुपर्छ यसरी फेरि पानी परेकोले गर्दा स्रोत बढो त्यो पहिलाको जस्तो हुन्न ठ्याक्कै त हुँदैन त्यसले गर्दा चाहिँ अलिकति के गर्ने भनिरहेको स्थिति चाहिँ छौँ र पनि कस्तो त्यहाँ पानीको स्रोत छ त्यहाँको स्थानीय जान्ने बुझ्नेसँग बुझेर हिजो यो चोटि नभए अघिल्लो चोटि कस्तो थियो त्यहाँको अवस्था 12 महिना पुग्ने खालको पानीको स्रोत त चाहियो यत्रो चाहिँ पानी थियो भन्ने कुराहरू चाहिँ उहाँहरूले भन्नुभयो भने त्यही किसिमको योजना बनाएर हामी थप पानीको यो आर्थिक वर्षमा गराउनको लागि अगाडि बढ्ने चाहिँ जुन सोच हामीले राखेको छौँ र विशेष गरेर खानेपानीको पनि निकै राम्ररी भनेपछि जे होस् तपाईँहरूले यातायात र खानेपानीमा राम्रै काम गर्नुभयो जस्तो नि अब 12 नम्बर वार्डमा अब कतिपय चाहिँ अब अलि दूरदराजको भेटहरू पनि छ होइन अब बाटो चाहिँ सहज रूपमा सबै ठाउँ पुर्याउन नसकेको खण्डमा चाहिँ जस्तै त्यहाँ उत्पादन हुने कृषि उपजहरूको वितरणमा पनि असर पर्छ बिरामी हुँदा लगायत विभिन्न कुरामा समस्या हुन्छ कस्तो छ सबै ठाउँ अहिले बाटोको सहजता अलि राम्रो बाटो बनाउन 12 महिना चल्ने कस्तो छ अब हाम्रो चाहिँ एउटा बाटोको उमै हेर्दाखेरि होइन तपाईँको हामीले यो बाटोलाई सबै अब एमटिएमडी योजनामा होइन समावेश गरेका छौँ हजुर
अब केही ठाउँहरूमा नपुगेको स्थिति थियो पहिला र यसचोटिदेखि चाहिँ अब बाटो लग्यो अब त्यहाँ लगिसकेपछि एउटा बाटो त गयो त्यो अलिकति ब्रान्च हुन्छ नि त 5-7 घर कता अब त्यस्तो पनि थियो अलिकति अब भिरको बाटो अलिक अप्ठ्यारो मान्छेले खनेर त बनाउन पनि नसक्ने मेसिनकै प्रयोग गर्नुपर्ने स्थितिहरू थियो होइन अनि त्यसलाई चाहिँ हामीले अहिले सुटिकोमा चाहिँ जस्तो यो हामीले यो फिक्कलदेखि आउने बाटो फिक्कल मलिम जुरेबेली र यो हाम्रो यो अलैदर मलिम सडक भन्छ तलको त्यसको सर्ट नेम चाहिँ रोङ सडक भन्छ त्यही अन्तर्गत हामीले एउटै ठेक्का खोलाएको थियौँ त्यसमा चाहिँ करिब तल हाम्रो 10 लाख जति त्यो बिमङ भन्छ होइन अनि त्यहाँबाट असारे भन्छ अहिले तलबाट असारे दसिरवानीको खोलाइमा हामीले बाटो पुऱ्याइदिएको छौँ अहिले त्यहाँ फेरि त्यसको ब्रान्चेस अलिकति हानेर त्यो जुन बाटोबाट वञ्चित थियो नि त हामी चाहिँ बाटो चाहिँ खन्न आयौँ धेरै श्रम पनि गऱ्यो हामीले चाहिँ भारी चाहिँ वारिपट्टि बाटोमा बोक्नुपर्ने स्थिति थियो भन्ने थियो नि त त्यो चाहिँ अहिले निदान भएको छ किनभने त्यो कम्प्लिट भयो क्या अस्ति भर्खरै मात्रै लगभग त्यो सकिएको पनि यो भनेको 15-20 दिन भयो भर्खरै जस त्यहाँको मान्छेहरू अहिले चाहिँ हामी बाटो पायौँ है हाम्रो घरमा आयो भनेर खुसी व्यक्त गर्दा हुन्छ नि यो गत जुन बाढी पहिरो आयो नि त्यसको कति क्षति धेरै ठुलो क्षति अब क्षति भन्नाले अब विशेष गरेर अर्थक क्षति भन्दा नि यो जस्तो अब हामीले अब हाम्रो प्राविधिक साथीहरूले नि अब सिफारिस होइन अब होम पाइपलाई पानी मात्रै हो नि त छिर्ने नि हो अनि पानी मात्रै हो नि त्यतिखेरको डाङ्गाडुङ्गी पानी खतरा नि त ठुलो पानी एकतामा भलबाई पहिरो पनि चल्दिएपछि अब त्यहाँ चाहिँ रोडामोडा लिएर आएपछि त्यो नालीहरू पुछिएर चाहिँ होइन अहिले त्यही बाटोको लागि हामी सरसफाइ पनि गरिरहेको छौँ त्यो भर्खर मात्रै अब त्यतिखेर त हामी खोल्ने मात्रै ट्र्याक खोल्ने मात्रै काम गऱ्यौँ होइन पहिरो पन्साउने मात्रै काम गऱ्यौँ यसो खोल्न मात्रै क्या खोल्दै मात्रै कम्ती लाग्दो त्यो सबै ठाउँ नबिग्रेको त कहीँ छैन सबै नै अब खोल्सा छ खोलाहरू बाटो नै खोला बनेको छ त्यो सबै कुराहरू बनाउँदाखेरि र गर्दाखेरि अहिले तपाईँको जोस् अब अहिले हामी सरसफाइको कार्यक्रम आज पनि काम भइरहेको छ अब एउटा नगरपालिकाको मिसिन अब सबै ठाउँ साध्य हुँदैन होइन अब एक ठाउँ बसेपछि त्यहाँ नसके निक्लिनु पनि दिन्न भर्खर 10 नम्बर सकेर अहिले हाम्रो 12मा त्यो सरसफाइको कार्यक्रम भइरहेको छ र विशेष गरेर तपाईँको त्यतिखेरको पानीले चाहिँ त्यो जुन 18 गतिको जुन पानी थियो नि त्यसले चाहिँ निकै ठुलो क्षतिहरू हाम्रो पुऱ्यायो हजुर त्यो अहिले के त्यो जुन त्यतिखेरको क्षतिको राम्रैसँगले मर्मत भइसकेको छ कि अहिले यसो बाटोहरू खुलाउने मात्रै काम भइरहेको छ के छ त्यसको लागि बजेट पनि के कसो छ अहिले त्यो चाहिँ के छ भने कुन ठाउँमा कति त्यो स्ट्रक्चर बिग्रेको त्यसको तल्लोपट्टि वालहरू कोही ठाउँमा ड्याङ्गै लगेर गएको छ होम पाइपहरू पनि भत्काएको छ त्यो भत्काएको चाहिँ त्यसको इस्टिमेट गरिएको छ त्यो इस्टिमेटर छ त्यो काम चाहिँ एउटा ठेक्का नगरपालिका अन्तर्गत अब एउटा ठेक्का लगाएर कुन ठाउँको कति हो त भन्ने कुरो इस्टिमेट गरेर त्यो इस्टिमेट अनुसार होइन चाहिँ अब क्रमगत रूपमा त्यसलाई बनाउँदै होइन जाने कुराहरू भएको छ नगरपालिका अन्तर्गत अब अरू बाँकी भनेको चाहिँ तपाईँको अहिले चाहिँ त्यो जुन पहिरोहरू झरेको छ त्यो त हामीले ट्र्याक मात्रै खोल्यो त्यसलाई पूर्ण रूपमा सफा गरेको थिएन त्यसलाई सफा गरेर नाली पेटीहरू पुरिएको छ त्यो नाली पेटीहरू सफा गर्ने कामहरू अहिले धमाधम भइरहेको छ यो जस्तो नि टोल सुधार समिति लगायत टोल विकास समितिहरूले पनि त्यसको चाहिँ अलिअलि इनिसिएसन लिएर होइन अब बाटो मर्मत लगायतमा चाहिँ कतिपय वार्डहरूमा चाहिँ गरेको पाइयो होइन अब यहाँ के छ 12 नम्बरमा अनि यहाँ पनि हामीले एउटा धेरै ठाउँ भत्केकोले गर्दा है नगरपालिकाले मात्रै त्यो साध्य नहुने र नगरपालिकाको पनि केही सहयोग भएको र उपभोक्ता मार्फत पनि अब सहयोगहरू जुटाएर कामहरू चाहिँ हामीले त्यतिखेर पनि गरेको र गरेको स्थिति अब उहाँहरूले अब जस्तो मेसिन प्रयोग गरे पनि अब हामीले वडासँग भएको अब त्यो तपाईँको मर्मत सम्हार जुन विपद होइन अलिकति पैसा छ तर त्यसले हाम्रो साध्य हुँदैन त्यसमा चाहिँ तपाईँहरूको पनि अलिकति सहयोग होइन कन्ट्रिब्युसन चाहिन्छ भनेर उहाँहरूले पनि जोडिनु भएको छ यो जस्तै नि तपाईँ अब 2074 सालमा होइन सूर्यदय नगरपालिका 12को वडाध्यक्ष हुनुभयो र फेरि 79 सालमा दोस्रो पटक पनि फेरि जनताले तपाईँलाई मत दिए किनभने पहिलो कार्यकाल एउटा जित्नु र दोस्रो कार्यकाल जित्नुमा फरक छ किनभने पहिलो कार्यकालमा केही
गर्नु होला कि भनेर दिएको हुन्छ भने दोस्रो कार्यकालमा अघिल्लो कार्यकालको पनि केही गरेको देखेर दिएको हुन्छ होइन। अब तपाईँले हामीले देखाइमा अब सफलतापूर्वक नै पहिलो कार्यकाल सम्पन्न गर्नुभयो र दोस्रो कार्यकाल तपाईँलाई जनताले फेरि मत दिए। अब 2074 सालमा यो वडा कार्यालयमा छिर्दै गर्दा हुन त यो त थिएन, मास्तिर थियो, भाडामा यहाँको थियो। वडामा छिर्दै गर्दा तपाईँले जुन एउटा चाहिँ योजना बनाउनु भएको थियो यसो गर्छु भन्ने होइन, र 79 सालमा पहिलो कार्यकाल सक्दै गर्दा र फेरि 79 सालमा निर्वाचनपछि दोस्रो कार्यकाल सक्दै गर्दा जुन तपाईँले चाहिँ एउटा यसो गर्छु भन्ने एउटा योजना बनाउनु भएको थियो त्यो कतिको पुरा गरे जस्तो लाग्दैछ अहिले? अब करिब 1 वर्ष 1.5 वर्ष मात्रै छ अब त तपाईँको कार्यकाल, कस्तो लाग्दैछ तपाईँलाई? पहिलोचोटि त सधैँ भन्दा निर्वाचन हुन्छ है। हजुर, विशेषतः हामी जब निर्वाचित भयौँ, निर्वाचित भएपछि हाम्रो वडा सदस्यज्यूहरूसँग यसो मिटिङ हुन्छ नि त होइन, मिटिङ बैठक हुन्छ नि। हुन्छ हजुर। त्यो 7-8 महिना हामी मिटिङ बैठक भएन, अब किन कार्यालय त छैन, कार्यालय छैन। हजुर, वडा अध्यक्ष कहाँ बस्ने उसको चेयरै थिएन होइन। 6 महिना त्यस्तो थियो नि, 6-7 महिना, 6-7 महिना, 7 महिना 7.5 महिना भनौँ। हजुर। प्रत्येक नगरपालिकामा हामीले एउटा टेबलमा 6-7 जना वडा अध्यक्षहरू चाहिँ एउटा टेबलमा चाहिँ सेवाग्राहीहरूलाई यसो सहयोग गर्थ्यौँ होइन। हामीले गर्नुपर्ने हाम्रो कर्तव्य पुरा गर्थ्यौँ होइन। अब त्यतिखेर अब हामी चाहिँ अब सेवाबाट चाहिँ हामीलाई नजिकमा ल्याएर सेवा भनेको झन् कहाँ पुऱ्यायो, फिकल पुऱ्यायो। पहिला त गाविसमा गाविसमा हुन्थ्यो भने अब हामीलाई झन् अझै फिकलतिर पुऱ्यायो। यो त झुट कुरा हो कि हो भन्थ्यो नि, तर त्यो होइन, यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ। अव्यवस्थापन हुँदैछ भनेर हामीले भाडामा यहाँ माथि दुर्गाबहादुर राईको घरमा कति वर्ष बस्नुभयो त्यहाँ? त्यहाँ हामी 22 महिना बस्यौँ। 1 वर्षको एग्रिमेन्ट गरेको थियो र पनि 22 महिना बस्यो। पछि त्यहाँ अहिले विद्यालय पनि चलिरहेको छ होइन, बोर्डिङ स्कुल चलिरहेको छ, मेरीगोल्ड भन्ने त्यहाँ छ होइन। त्यो चाहिँ पर चल्थ्यो। उनीहरूले चाहिँ साथीहरूले चाहिँ हामीले तिमीहरूलाई 1 वर्षको लागि दिएको, हाम्रो स्कुल लिएर यहाँ चलाउनु पर्ने बेला भयो। अनि साथीहरूले चाहिँ त्यो खाता पत्र त कता लाने हो के हो भन्न थाल्यो क्या साथीहरूले। हँसैले ठट्टैले 1 वर्षको लागि एग्रिमेन्ट गर्ने, तपाईँहरू बसिरहने भन्ने कुरो आयो। त्यो परिस्थितिले त्यस्तै पनि बनायो। यता तयार भइसकेको थिएन अनि यता बन्ने कामहरू गरे। यो त कसले दियो यहाँको चाहिँ जग्गा? यो चाहिँ जग्गा दुईजनाले होइन, दुईवटा भन्नाले आश्विन प्रधान र आइतीमाया राई यता अगाडिपट्टि उहाँहरूले दिनुभएको। अब यो पनि हामीले उहाँलाई अनुरोध गऱ्यौँ होइन। यो अलिक यतिको ठाउँमा चाहिँ वडा कार्यालय बनाउँदा उपयुक्त नै हुन्छ, बजार पनि त्यहाँ होइन, नजिकै पऱ्यो नि त, नजिकै बजार पनि पऱ्यो, बजार पनि भरिने, यता कार्यालयको काम पनि गरिने, सबै काम यसरी मिल्छ है। होइन भने हामी अलिकति पर लग्यौँ भने भोलि चाहिँ यताकोले पर लगो भन्छ, फेरि परकोले यता लगो भन्छ, त्यो दोष खाइन्छ नि त। दोषारोपण भएन, पारिपट्टि लगो भन्छ, वारिपट्टि लगो भन्छ। तर यहाँ राख्दा चाहिँ पारिपट्टि वारिपट्टि भन्नेको कुरै उठेन क्या, मान्छेलाई सजिलो पनि भयो। बजार भर्न आउँदाखेरि यहाँ यसो झर्न भइहाल्छ। अनि त्यस्तैसँगले तपाईँको त्यहाँ 22 महिना बस्यो। 8-10 महिना यहाँ माथि हाम्रो दिल्ली श्रेष्ठको घरमा त्यहाँ फेरि आएर त्यहाँ आएर बस्यो नि त। त्यतिखेर कोभिड आएको थियो नि त। कोभिडको समय तपाईँको गाह्रो भयो क्या, त्यहाँ पनि अलिकति मान्छेहरू सेवाग्राहीहरू आउनै छोडेका थिए होइन। के आउने परबाट हामीले अब 2 मिटर डिस्टेन्स होइन कायम गरेर हामी काम गर्न सक्छौँ भनेर त भनिएको थियो नि त। त्यतिखेर आक्रान्त थियो, मान्छेहरू भेटघाट थिएन। अब हामी पनि यसो गाउँतिर हिँड्नै पर्थ्यो होइन। अध्यक्षले नै अब कोभिड लिएर आउने हो भनेर उनीहरूले चाहिँ सोच्थ्यो कि अध्यक्ष त हिँड्नै पर्यो होइन, कोही बिरामी पऱ्यो भने त्यहाँनिर। तपाईँलाई चाहिँ भयो भएन कोभिड? मलाई किन मलाई भएन, तर पनि अब एउटा समस्या चाहिँ भयो कि, एउटा चाहिँ अचम्म भएको छ कि तपाईँ के भएको छ भने त्यतिखेर कर्फुकमा क्वारेन्टाइन थियो नि त। अनि क्वारेन्टाइन भइसकेपछि त्यहाँको आफू यहाँको अध्यक्ष भइसकेपछि त्यो संयोजक आफूले नै हेर्नुपर्ने। अनि त्यहाँ चाहिँ तपाईँको अब जाइरहनु पर्ने, हेर्नुपर्ने, त्यहाँ चाहिँ अब व्यवस्थापन गर्थ्यो। करिब 150 जना जतिलाई त्यो अब भात खाएर सुताएको पनि हामी थियौँ। त्यत्रो है बाती खाना थियो, पुरा होस्टेल राखेको थियो नि। अब त्यहाँनिर क्यान्टिन मजाले। त्यसरी गएपछि त गाउँतिर पनि घरतिर पनि डराउँथ्यो होला तपाईँसँग? मान्छे डराउने। अब तपाईँको त्यति भइसकेपछि त्यहाँनिर हामीले त्यो राखेको थियो। त्यो राख्दाखेरि अब कोही बेला चाहिँ एकजना प्रहरीको क्या, एकजना प्रहरीको चाहिँ के भएछ भने त्यो एपिएफमा काम गर्छ त्यो भाइ, त्यो मान्छेको पोजिटिभ देखेको छ।
देखेपछि त्यो उसको मिसेस चाहिँ यहाँ थियो यी कर्फको गेटमै अब उसलाई पनि त निगरानीमा राख्नु पर्यो अनि उसको पिसिआर टेस्ट भनेर तुरन्त हुँदैन थियो त्यसको पनि प्रक्रिया मिलेर आएर अनि गरिन्थ्यो अनि लु तिमी त्यहाँ बस्ने कि क्वारेन्टाइन गरेर बस्ने भनेर मैले भने अनि त्यो एकजना सानो त्यो घरपतिको नानी पनि 4-5 वर्षको नानी रहेछ उसँगै बस्दो रहेछ त्यो दुईजनालाई त निगरानीमा राखेर एकदम होइन सेपरेटमा राख्नु पर्यो नि कि पर गएर बस्नु पर्यो कि यहीँ बस्दा पनि बाहिर निक्लिनु भएन आफ्नो एरियाभित्रमा काम गर्नु पर्यो भनेर उसलाई त्यहीँनिर बस्छु भनेर त्यहीँ राखेको थियो अनि उसको त्यो पिसिआर टेस्ट गर्नुपर्ने बेला पछि एपिएफको त्यो भाइहरू 3 जना आयो क्या 3 जनाको त त्यो 2 जना त 5 जनाको गराइयो त्यो घरमै होइन अनि त्यो घरमा गराइसकेपछि पछि फेरि एउटाको पोजिटिभ देखियो त्यो 5 जना भित्रको पनि एकजनाको पोजिटिभ भनेको त्यो एपिएफको भाइ इलामबाट आएको भाइ आइतबारको उसको पनि पोजिटिभ देखिसकेपछि त अब आइतबारलाई नि अब त्यतिखेर त तराई छ नि अनि आइतबार पनि सिल गर्ने भएन आइतबार सिल गर्ने पनि त अब गर्नु पर्यो नि त्यो आइतबारमा त त्यो भाइ त कता कुदाउँदा होइन सबैसँग त्यहाँ सिलै गर्नु पर्यो अन्त एक खालको हाम्रो स्वास्थ्य साथीहरू आउनुभयो मेयर साहब सबै आउनुभयो नि त टिमै आउनु भएछ म त यहीँ थिएँ म त यहीँ अफिसमै थिएँ अनि बोलायो साथीहरूले मेरो नाम पनि बोलाइसकेपछि यहाँ एकछिन मेयर साहबले बोलाउनु भएको छ आउनु अरे भनेर मलाई 11 वडा त्यसैले अनि भरे त मेरो पनि नाम टिपेको रहेछ क्या त्यहाँ चाहिँ बुझ्नु भएन त्यो चाहिँ किन टिपेको छ भने अब लाउनेले त उल्टो लागिन्छ नि त त्यो एपिएफको भाइ यहीँनिर उसको प्रमोसन भएको त्यहाँ पार्टी खाँदै थियो अरे के भन्ने अब कसलाई पार्टी खाओ गएर चिया पनि खाएको होइन के को हेलाइ ऊ त्यहीँनिर हेलाइ गरेको त्यही हो त्यही ठाउँमा उसलाई पिसिआर टेस्ट गराइदिँदाखेरि त्यति हो क्या अनि मेरो पनि नाम टिपेर फर्स्टमै अब पुरा माइकिङ बोकेर हो होइन मेरो नाम पो आउँछ पहिलो नम्बरमा पिसिआर टेस्टमा अनि गएर मेरो पिसिआर टेस्ट 27 जना गऱ्यो होइन मसँग 28 जना त्यो त्यतिखेर अब पिसिआर टेस्ट गरेपछि त अब खुल्ला हिँड्नु त भयो त भएन म त घरमा गएर बस्नु पर्यो नि अब होइन जिम्मेवारी छ फेरि बाहिरको काम पनि कोभिडको भ्याउनै पर्यो अनि गएर घरमा बस्नु पर्यो रिपोर्ट आउनु 9 दिनसम्म बस्नु पर्यो नि त मलाई त अब कोभिड छ भनेको चाहिँ थिँदै थियो नि त हुँदै नभएको कुरा त्यस्तै फाक्टामा पनि लाग्छ त्यतिको फोकटे कसले चाहिँ अब पार्टी खाएको भन्यो त्यति कसले के भन्यो साथीहरूमा त्यो लगाइदिँदो रहेछ भरे त मेरो नाम आउँछ किन अरू पनि वडा अध्यक्ष चाहिँ 11 पनि आउनु पर्ने उसको चाहिँ नआउनु पर्ने अनि म त अब कर्फोकसम्म त म गइ नै रहन्छु अब त्यति भइसकेपछि तपाईँको पछि त्यो चाहिँ भने एकदम क्युमा परेछ क्या पछि यता हाम्रो मेची हस्पिटलमा पनि होइन सुरुवाती भएको थियो नि त त्यतिखेर हाम्रो 8 दिन लाग्यो क्या रिपोर्ट आउनुलाई 8 दिनसम्म घरमा बसेको होइन बाहिर रिपोर्ट आएपछि नआइकन बाहिर निक्लिनु भएन अनि पिसिआर टेस्ट गरेर अध्यक्ष चाहिँ बाहिर हिँड्यो अरूलाई चाहिँ थुनेर अरू ऊ चाहिँ हिँड्यो भन्ला नि त होइन अनि त्यो भएकोले गर्दा तपाईँको 8 दिन पछाडि सबैजनाको हाम्रो नेगेटिभ आयो 27 जना 28 जना त्यस्तो पनि भएको छ होइन अब यो विभिन्न कुराहरू भोग्नु पर्यो होइन हेर्नु पर्यो कोभिडको बेला त जनप्रतिनिधि हिसाबले त निकै च्यालेन्ज थियो नि त अब कतिपय ठाउँ तल बिरामी परेको हुन्छ मान्छेहरू होइन बिरामी परिसकेपछि त अब त्यहाँनिर हेर्न पनि जानु पर्यो उसलाई काउन्सिल पनि गर्नु पर्यो मलाई कति अब तपाईँको यता माथि अब हाम्रो यो आयुर्वेदिक औषधालयबाट पनि मान्छेलाई जाऊ त्यहाँ काउन्सिलिङ गरेर यसो भन है मान्छे त डरले पनि त्यत्तिकै होइन आत्तिएर पनि साह्रो हुन्छ कि अनि त्यसमा गएर यो चाहिँ केही पनि होइन हामीले यस्तो हो भनेर कतिपय त डरले पनि हार्ट एट्याक भयो के भयो मृत्यु पनि धेरै र त विश्व स्वास्थ्य खाद्य सङ्गठन के अरे विश्व स्वास्थ्य सङ्गठनले पनि हामीलाई 2 मिटरको दूरी कायम राख्नु परेको छ भनेर त्यो तलको जनतालाई त्यो थाहा छैन त्यो थाहा नभएपछि त उनीहरू त ला भनेपछि अब मैसँग तल मेरो घरमै आएन कोही पनि आएन मेरो घरमै आएन कोही 4 दिनको दिन म यसो पत्र गाउँमा जानु परेर डाँडा निक्लेको थियो अनि अलिक पर एउटा भाइ आउँदो रहेछ कि मलाई देखेपछि त्यो मान्छे ठ्याक्कै अडियो क्या न फर्क्यौँ जस्तो गर्छ उँधो जाउँ जस्तो गर्छ उँधो जाउँ यो मान्छे डरायो भने त मैले सामाजिक बुझेँ नि त अनि मैले उसलाई बोलाएँ है अनि उसलाई मैले बोलाएँ तिमी डराइरहेको छौ तिमी डराउनु पर्दैन
तिमी 5-7 मिटर पर बस्छ केही हुँदैन मेरो त्यो पिसिआर टेस्टको लागि पठाएको छ त्यो कोभिड मेरो होइन पोजिटिभ हुन्छ नेगेटिभ हुन्छ त्यो रिपोर्ट आएको छैन तिमी त्यतिकै डराइरहेको छौ तिम्रो घरमा भोलि पऱ्यो भने तिमी भाग्न थाल्यौ डिस्टेन्स मेन्टेन गरे जस्तो भइगयो त यस्तो हुँदा हामी कर्फमा 2 मिटर दूरी कायम राखेर मान्छेहरू सुताएको छौँ खुवाएको छौँ तिमीहरू बुझ्नु छ नि सोध्नु छ नि तल गाउँमा बसेर अनि हावामा कुद्ने मर्छौ मान्छे यसरी नै मर्छु कि हाततिर भनेर त्यो भाइलाई पनि काउन्सिलिङ गर्दै गर्दै ल्याएर आएँ त्यस्तो त हुन्छ नि तपाईँहरूको मान्छेलाई डर भने यसरी चाहिँ तपाईँको होइन हामीले चाहिँ अब यो वडा कार्यालयमा चाहिँ तपाईँको अनि पछि हामी त्यहाँ अन्त केही साथीहरू हाताहाती पनि भन्नु कोभिडको कारणले हाम्रो यहाँ यो बन्डु राई भन्ने साथी थियो त्यहाँ एकजना उतापट्टिको मगर साथी अनि एउटा व्यापारी साथी तिनजना बजारकै अनि त्यसैसँग अर्को सुभाष हाम्रो सुभाष जी के हाम्रो उयो सन्तोषजीको भाइ अनि लगायत चाहिँ अब त्यो मृत्यु नै भयो त्यो मृत्यु भएपछि त्यो डाँडामा अब हामीले त्यहाँ बस्नुभन्दा बरु वडामा यो सिटुएसन लिएको हुँदैन हामी यसलाई उद्घाटनै नगरिकन बस्दै गरौँ भनेर ल्याएर पछि विधिवत रूपमा विकास निर्माण पनि त्यतिखेर त निकै रोकियो नि त होइन धेरै रोकियो नि त्यो तपाईँको यो माथिको बाटो हाम्रो यो रिङ रोडको बाटो हामीले सशक्त अनुदान थियो मान्छेहरू अब त्यहाँ कामै बासै बस्नु नदिएपछि हामीले पनि काउन्सिलिङ त गऱ्यौँ त्यो बाटो चाहिँ रोक्नु हुँदैन यो बाटो चाहिँ सशक्त अनुदान हो यसलाई फट्टै सक्नु अर्को ठेका लाग्छ भने अब त्यो चाहिँ पूर्ण काम गर्न सकेन पानी वर्षा पनि त्यतिर भइदियो अनि पछि गएर नगरपालिकाले अरू बाँकी रहेको काम सक्नुपर्ने स्थिति स्टप भइदियो क्या नत्र हाम्रो बाटो चाहिँ यताबाट तपाईँ फिकल 10 नम्बर छिचो लिन्थ्यो बाटोहरू बन्द थियो क्या अनि जस्तै वडाको कुराहरू गर्दाखेरि अब जस्तै तपाईँहरूले चाहिँ चुनावको बेला होइन अब जनता माझ गएर एउटा बाचा गर्नुभएको थियो होइन अब पहिलो कार्यकाल दोस्रो कार्यकालमा तपाईँको चाहिँ जस्तै अब कतिपय अघि हामीले भर्खरै कोभिडको पनि कुरा गऱ्यौँ त्यसले पनि धेरै ह्याम्पर गर्यो अब निर्वाचनको बेला चाहिँ अथवा जनतासँग गएर मत माग्दाखेरि गरेको बाचाहरू कति पुरा गर्नुभयो यहाँले अब कामहरू त थुप्रो हुन्छ हेर्नु कुनै पनि कुराहरू चाहिँ भनेको एकैचोटि सकिँदैन साथी अब यो हामीले विगतको समयमा जतिखेर हामी गाविसको अवस्थामा रहँदा हामीले कति काम गरेको थियौँ तिमीहरू आफै विचार गरेर त त्यो पहिला विचार त्योभन्दा अगाडि पञ्चायत कालको त अब परै राख्यौँ हामीले कति काम गरेको थियौँ हामीसँग कति बजेट आउँथ्यो बजेटको भोल्युम कत्रो हुन्थ्यो र कति वार्डमा पर्थ्यो कति खानेपानी काम हुन्थ्यो कति अरू अन्य कुराहरू हुन्थ्यो होइन विभिन्न शिक्षाको कुराहरू होला स्वास्थ्य कुराहरू त्यो के हुन्थ्यो र त्यो हेर्ने हो भने त हामी धेरै रूपले चाहिँ होइन अगाडि छौँ र पनि अब हामीले ठ्याक्कै भने जस्तो ट्याक्कै त पुग्दैन नि त त्यो विभिन्न चरणहरू पार गर्नुपर्ने हुन्छ अब हरेक कुराहरू त देखिनको लागि यो त 10-15 वर्ष मात्रै देखिन्छ नि त अब हामीले कुनै पनि बाटो बनाएका छौँ त्यो बाटो त एउटा नाली पेटिङ गरेका छौँ होइन कलबाट हालेका छौँ हरेक पाइपहरू हालेका छौँ सबै कुरोहरू गरेका छौँ स्ट्रक्चरको कामहरू त्यो कालो पत्र गर्न मात्रै त बाँकी रह्यो होइन ब्ल्याकटप गर्न मात्रै त्यो ब्ल्याकटप गर्नको लागि त त्यही नै हो नि त पहिलोको काम त हाम्रो त्यसलाई पहिला बाटोको फराक गर्ने काम होला स्तरोन्नति गर्ने होला फराक बनाउने होला अनि त्यस पछाडि त्यसलाई चाहिँ काहीँ वाल दिनु परेछ काहीँ मेसिनरी वाल दिनु पर्ला काहीँ अब नाली पेटी मजाले बनाएर लानु पर्ला अनि त्यस पछाडि ब्ल्याकटपको काम आउँछ नि त त्यो चाहिँ हामीले तयार गर्छौँ अब यसमा चाहिँ के छ भने हाम्रो 12 नम्बरमा चाहिँ ब्ल्याकटप छैन भन्ने जस्तो कुरा छ नि त मैले ब्ल्याकटप छ 12 नम्बरमा होइन 12 नम्बर ब्ल्याकटप छ कहाँ छ भने मेची हाइवे त हाम्रो ब्ल्याकटप त्यो त मेची हाइवे छुन्छौँ नि हामी छैन भन्नु अब त्यो गाउँमा जानको लागि पनि अलिकति हामीलाई चाहिँ के भइदियो भने मुख्यमन्त्री ग्रामीण सडकको काम मुखबाट गरिदिएको थियो भने यो माथिबाट चाहिँ परसम्म चाहिँ तपाईँको यो पत्र चुचेढुङ्गासम्म चाहिँ तपाईँको देखि तल रोङसम्म चाहिँ भनौँ भन्ज्याङसम्म चाहिँ यो मुख्यमन्त्री ग्रामीण सडकको सडक पर्छ उसले आफ्नो मुख नबनाइकन अब त्यहाँ हामीले बजेट हाल्यौँ भने होइन त्यो चाहिँ डुप्लिकेसन हुन्छ नि त त्यो भएपछि हामीले त्यो माथि मुख बनाउनु पाइयो त पाइएन नि त मुख नबनाए तल बिचमा लगेर ब्ल्याकटप गर्नु मिलेन किनभने हामीले अगाडि गइरहेको कामलाई रोकेर यता लिएर त्यही पैसा लिएर ब्ल्याकटप गर्ने त हो नि होइन अब यो कुराहरू त सबैमा अब आम जनतालाई थाहा हुँदैन त्यो थाहा नभएर पनि त्यो कुरो भयो होइन अनि हामीले माथिल्लो बाटो पनि त हामीले गर्थ्यौँ त्यो रिङ रोडको काम पनि गर्थ्यौँ
त्यसलाई पनि हामी ब्ल्याक टपमा लान सक्थ्यौँ, यतैबाट लान सक्थ्यौँ। त्यो कोभिडको कारणले गर्दा हामीले त्यो कुरोहरू स्टप भयो होइन। अब त्यो चाहिँ ठ्याक्कै काम सकेको थियो, अब ठ्याक्कै लागिहाल्थ्यो। तर कामै नसकेपछि त्यो ठेक्का त लाग्ने कुरो भएन, बाँकी रह्यो नि त। बाँकी रहेको काम त नगरपालिकाले फुलफिल गर्नुपर्ने स्थिति भएर नगरपालिकाले अरू हामीले प्राविधिक इस्टिमेट गरेर त्यसको लागत अनुमान गराएर फेरि स्रोतको सुनिश्चितता गराएर बजेट त्यहाँ लगाएर अनि त्यो बाँकी रहेको काम पनि पुरा गर्नु पऱ्यो क्या। त्यहाँ अम्पायर हालेको थियो अहिले पिटिसन पुरा चाहिँ भयो त्यो पुरा त्यो परसम्म चाहिँ हामीले जोस् होइन त्यो अम्पायर लगाएर अरू बाँकी रहेको कामहरू करिब 25 लाख रुपियाँको काम चाहिँ सकेको थिएन। हजुर। अहिले वार्षिक यो जस्तै रोडहरूमा होइन यातायातमा चाहिँ सडकहरूमा कति तपाईँहरूले बजेट छ, जस्तै वडाको, सङ्घ, प्रदेश, जुनसुकै क्षेत्रको नगरको? अब मुख्य रूपमा हाम्रो चाहिँ अवैध रूपमा हाम्रो 50 लाख हो। हजुर। फिकल मनिजुरी भन्ने जुन थियो त्यो चाहिँ अघिल्लो आर्थिक वर्ष चाहिँ त्यसको प्रदेशमा हाम्रो चाहिँ 50% 50-50 गरेर गरेको छ। अब त अलिकति प्रदेशमा साथीहरूले अब यस्तै यस्तै कता कता होइन के गर्छ नि साथीहरूले नि कता यताको बजेटलाई अलिक प्रतिभाहरू पनि खेल्छ क्या त्यसले पाउनुपर्ने कन्टिन्युटी अब पाउनुपर्ने कुराहरू नपाएको स्थिति हुन्छ। यसरी चाहिँ हाम्रो नगरमै 50 लाख गरेर मैले अघि पनि भने तपाईँलाई त्यो 50 लाख त्यसमा हाम्रो वडाको एउटा भनेको नगरले 5 लाख थप्ने, हामीले 5 लाख 10 लाख त तल खोलासम्म पुगेको थिएन, बिमुङ भन्ने गाउँमा पुगेको थियो, त्यसमा 10 लाख पनि टिम राखेर अनि मुक्ति डाँडामा सोल्यौँ। जम्मा 1 करोड 20 लाखको चाहिँ एउटै ठेक्का थियो क्या। त्यो ठेक्का अन्तर्गत काम अहिले भइरहेको छ। निकै राम्रो काम भएको छ। कृषि अलिकति तेलको अभावले गर्दा अलिकति काममा अवरोध भएको स्थिति। कृषिको सन्दर्भमा कुरा गर्दैन अध्यक्षज्यू, अब हामी कृषिमा चाहिँ जस्तै अब यो अर्ग्यानिक नगर्दाखेरि होइन किसानहरूले चाहिँ कस्तो भयो भन्दाखेरि अब त्यस्तो ज्ञान नभएर पनि होला अत्याधिक विषादीको प्रयोग गर्ने होइन, अब सेफ नभइकन। अनि एक त त्यो विषादीको प्रयोग गर्दा किसानलाई असर भयो, अर्को भनेको त्यहाँ त्यो घरमा त्यो आसपासमा काम गर्नेलाई असर भयो, गाई बस्तु लगायतलाई। अब अर्को भनेको चाहिँ त्यो उपभोग गर्ने उपभोक्तालाई पनि असर भयो। विषादी न्यूनीकरण गर्नको लागि जनचेतनाको आवश्यकता जस्तो देखिन्छ नि। तपाईँ अब नगरको पनि एकजना जिम्मेवारी व्यक्ति हुनुहुन्छ, वडाको त भइहाल्नु भयो, के छ नगरले वडाले यतातर्फ? अब अहिले गएर हामी 20 भनेको होइन त्यो औषधि होइन साथी हो होइन, त्यसले गर्दा अहिले तपाईँको सिङ्गो रूपमा अहिले टोटली रूपमा नगरपालिकामै हामीले अहिले चाहिँ जस्तो विशेष गरेर चियामा होइन चियामा हाल्ने अरू सागसब्जीमा पनि हाल्ने होइन। यो चिज चाहिँ के हो भने यसले चाहिँ हामीले होला अलिकति केही फाइदा नै होला, किराहरू मर्ला, केही फाइदा नै होला, तर यसले भित्रभित्र हामीलाई चाहिँ छिनिसकेको हुन्छ साथी हो। यसले चाहिँ हामीलाई भित्र त ठुलो असर पुऱ्याउँछ होइन। विभिन्न किसिमको क्यान्सरका कुराहरू भयो, मृगोलाफेलका कुराहरू भयो होइन, विभिन्न किसिमको मुटु रोग सम्बन्धी होइन कुराहरू भयो, विभिन्न कुराहरू अब देखिँदैछ नि त। पहिला त तपाईँको कस्तो भने क्यान्सर भनेको फलाना क्यान्सर सुनिँदैन थियो नि त, कहिले सुनिन्थ्यो त? एउटाले क्यान्सर भन्नु भनेर मान्छे कति डराउँथ्यो नि होइन। अहिले त अब तपाईँको क्यान्सरै क्यान्सर चाहिँ भन्छ नि हरेक मान्छे। क्यान्सर के भएर भयो त भन्दाखेरि यो विषादी कारणले गर्दा। त्यसले गर्दा हामीले त्यो विषादीलाई हामीले हाम्रै आफ्नै भनेको तपाईँको अर्ग्यानिक विषादी पनि हामी बनाउन सक्छौँ नि। तर त्यो कुराहरू पनि त सिकाएको हो नि त, तर हामीले व्यवहारमा लागु नगरे न हो होइन। त्यो लागु नगर्दाखेरि चाहिँ हामीलाई समस्या भएको। त्यस्तो खालको कुराहरू त हामीले पटक पटक विभिन्न किसिमको अब तपाईँ बकाइलो भन्नुहोस्, तपाईँ असुरो भन्नुहोस्, तितेपाती भन्नुहोस्, सिस्नो भन्नुहोस्, धक्रे भन्नुहोस् होइन, लगायत विभिन्न छ नि त हामीसँग भएको जडीबुटीहरू। त्यो जडीबुटीबाट बनाएर हामीले प्रयोग गरेर हेरौँ त। प्रयोग गरेर हामी एकताल चाहिँ बुझ्ने अनि एकताल प्रयोग गर्ने पनि होइन। तर त्यसलाई नियमित गरेको थियौँ भने हामीलाई त्यही बारेमा पैसा पनि खेर जान्दैन होइन। अहिले त हामीले प्रायः जस्तो धेरै मान्छेहरू आफै डराउनु भएको छ होइन। विषादी चाहिँ हामीले प्रयोग गर्नु भनेको चाहिँ हामीले आफैले काल निम्ताउनु रहेछ भने भोलि त्यो हाम्रो सचेतना जनचेतनामूलक कार्यक्रम यहाँले गर्दै हुन्छ गरेको छ रहेछ। धेरैलाई हामीले होइन टोल स्तरमा पनि अब यो कुराहरू यस्तो है तपाईँको ठाउँमा काहीँ त्यस्तो विषादीहरू चाहिँ होइन प्रयोग गरेको छ भने त्यो कुरोलाई चाहिँ हामीलाई पनि भन्नुहोस्, तपाईँहरूले पनि भन्नुहोस् होइन। हामी पनि त सहयोग गर्छौँ। अब त्यसमा के छ भने अब अर्ग्यानिक विषादीहरू पनि छ नि त,
जहाँको जुन चिजले चाहिँ मौरी पनि मर्दैन। हजुर अर्ग्यानिक विषादी भनेको चाहिँ के हो भने कुनै चिजलाई डाइरेक्ट मार्नु, अब डाइरेक्ट मर्नु मात्रै त्यो विषादी हो, डाइरेक्ट नमर्नु चाहिँ विषादी होइन भन्ने जुन मान्छेको छ नि त। कुनै पनि कुरा भनेको जस्तो कुनै कुरा चाहिँ अब किराले त्यो चिजलाई मन पराएर खान्छ, त्यसलाई मन नपराउने बनाउनुलाई त त्यो अर्ग्यानिक विषादी हो नि त। त्यसले चाहिँ त्यो त्यहाँ लागिसकेपछि उसले खान पारि उसलाई त्यहाँ खान नसक्ने अथवा त्यो चाहिँ खान योग्य हुँदैन, अयोग्य हुने खालको बनाइयो भने र भगाउने त्यो कुरो गरियो भने चाहिँ के हुन्छ, त्यो किरा पनि आफै खान नपाएर आफै मर्छ नि त। मर्दैन, उसले खान योग्य नै छैन भने। अब हामीले विषादी त हान्छौँ, विषादी हान्दाखेरि डाइरेक्ट कुनै मर्छ पनि, अब डाइरेक्ट नमरेर त्यो बाँचेको चाहिँ फेरि त्यो अजिर हुन्छ नि होइन। त्यो विषादी लाग्यो त्यो बोट पनि खाएर त्यो बाँचिरहेको हुन्छ। तर हामीले जुन किसिमको यो अर्ग्यानिक जुन हामीसँग विषादीहरू छ त्यो हामीले प्रयोग गऱ्यौँ भने त्यो किराले खान अयोग्य हुने खालको बनाइदिनु पर्यो, बन्छ है। त्यो चाहिँ त्यसको विशेषता भनेको त्यो त्यसको विशेषता थाहा पाउनु पऱ्यो नि त। त्यसरी जानु पऱ्यो होइन, त्यसरी चाहिँ हामी जान सक्नु पऱ्यो। हरेक कुराहरू अब जस्तो तपाईँको मलकै कुराहरू गर्नुहोस्, हाम्रो गोठे मल अब मलहरू छ हामीसँग प्रशस्त मात्रामा। अब त्यो मललाई हामीले व्यवस्थापनै गरेका छौँ क्या। त्यो मललाई जसरी हाम्रो परम्परा छ त्यसरी नै असरल छ, त्यसलाई पानी हाले पनि घामले पनि होइन भने टिपिरहेको छ होइन। अब त्यो कुरोलाई हामीले कसरी छ्यादन दिने, कसरी त्यसलाई घाम पानीबाट बचाउने होइन, त्यसलाई चाहिँ भनौँ एक खालको छ्यादन दिएर राखिसकेपछि त बचाउ त। जस्तै डिएपी पनि त अब छ्यादन उठ्यो बाहिर राख्यो भने के हुन्छ, त्यस्तै त हो नि। त्यो पक्रेर जान्छ, विभिन्न हुन्छ, युरिया पक्रेर जान्छ। अन्त मललाई पनि हामीले के भने अब हामी मल चाहिँ के बनाउँछौँ, मल चाहिँ हामीले साथै त्यो थुपारेको मल चाहिँ कुमाएकै त्यो मल बनाएको होइन नि फेरि भन्नु चाहिँ मात्रै होइन। त्यसलाई चाहिँ के गर्नु पर्ने, मललाई चाहिँ तपाईँले गोठबाट बाहिर निकाल्नु भयो, अलिकति थुप्रो भयो, एक दुई डोको भयो, त्यसलाई पल्टाइहाल्नु सक्छ। त्यहाँबाट अर्को त्यो धुलो हुन्छ, त्यो महिनो दिनु हुन्छ। त्यसलाई हरेक इएमहरू लगाएर पनि अझ त्यसलाई होइन छिटो गराउन सकिन्छ, मकाउन सकिन्छ। यसरी तपाईँहरू लाग्नुपर्छ। अनि तपाईँको मल लाग्ने हुन्छ, त्यो मल लाग्ने भयो भने तपाईँलाई किसानलाई त्यसै पनि फाइदा भइगयो। किनभने त्यो मललाई लगेर तुरन्त बारीमा लगेर छोप्नु पर्यो, माटोमा खन्ने तुरन्त त्यसलाई छोपिदिने। यो गरियो भने त्यो मलको नाइट्रोजनहरू बगेर कहीँ जाँदैन। त्यो नाइट्रोजन नजाने बित्तिकै तपाईँले रासायनिक मल कहिले पनि किन्नु हुँदैन, लु प्रयोग चाहिँ गरोस् त भनेर किसानहरूलाई पनि भनेपछि जो सचेतना गर्दै हुनुहुन्छ। हुन्छ अध्यक्षज्यू, अब हामीले अब त्यहीसँग होइन उद्यमशीलता तालिम त्यो एउटा घरेलुबाट पनि होइन अब विषादी कसरी बनाउने भनेर त्यो सबै कुराहरू सिकाएका छौँ। मल बनाउने लगायतको कुरा, विषादी न्यूनीकरण तपाईँको त्यो विषादी हामीले होइन यो घरेसी जुन छ नि हामीले जडीबुटी अथवा हाम्रो गुड बिरुवाहरूलाई कुहाएर कसरी गर्ने भन्ने खालको यहाँ चाहिँ पुरै डेमोनी गरेर मजाले गरेर देखाएको। लु निकै राम्रो यहाँहरूले काम गर्दै हुनुहुन्छ। हुन त कुराकानी गर्ने विषयवस्तु धेरै थियो, तर अब समयको पाबन्दीले गर्दा मैले आजको लागि कुराकानी यहीँ रोक्ने निर्णय गरेँ। अन्त्यमा मैले सोध्न छुटाएको, भन्न मन लागेको आफ्ना चाहिँ वडावासी, नगरवासी, श्रोता, दर्शकलाई के भन्नुहुन्छ? अब विशेष गरेर हामी एउटा 12 नम्बर वडावासी अथवा नगरवासी हामी जुन छौँ होइन, अब विशेष गरेर हामीले हाम्रो यो विकासको क्रम भनेको चाहिँ चरणबद्ध हुन्छ। यो एकैचोटि त्यो सम्भव हुँदैन र यस्तो मेरो चाहिँ छिट्टो हुनुपर्छ भन्ने ढङ्गले हामीले सोच्छौँ नि त, तर त्यो छिट्टो हुँदैन, त्यो कर्मगत रूपमा हुन्छ। त्यसलाई हामीले कर्मगत रूपमा लानुपर्ने पनि हुन्छ। हामीसँग बजेट पनि कमै सानै हुन्छ, किनभने हामीले हाम्रो त यहाँ बजेट खोज्ने र त्यो सबै कुरो भनेको कुराहरू गर्ने हो भने तपाईँको होइन 10 वर्षमा हामीले 10 वर्षमा पुग्न सक्दैनौँ। त्यसले त हामीसँग भएको बजेटलाई भोल्युमलाई अब हेरेर होइन वडासँग के कति छ, नगरसँग कति छ, त्यो कुरोलाई हामीले अधिकतम रूपमा प्रयोग गर्दै अगाडि बढ्नुपर्छ। र विशेष गरेर अब हाम्रो यो हामी कृषि प्रधान देशको होइन नागरिक नेपाल होइन, अब एउटा हामी अहिले कृषिमा नै आधारित छौँ। हामी विशेष गरेर अब सूर्योदय नगरपालिका चियाको राजधानी। अब विशेष गरेर यो विषादी जुन छ त्यो विषादीलाई चाहिँ हामीले जुन रोकेको छौँ यो चाहिँ निरन्तर रूपमा होइन रोकेर जाउँ र यसको विकल्पहरू हामीले होइन जैविक विषादीहरू
हजुर हामीले बनाउनु कसरी पर्छ के गर्नुपर्छ त्यसको लागि चाहिँ विशेष गरेर यो जैविक विषादी बनाउनुको लागि चाहिँ एउटा बजेटकै आवश्यक हुन्छ कि र कुनै हामीले बनाएर त्यो रेडी गर्यो क्या रेडी गरेर त्यसको लागि चाहिँ होइन यो हजुर। हो है भन्ने किसिमको चाहिँ यो पाइएन क्या अब पाउनु त अर्ग्यानिक पाइन्छ हजुर होइन तर यी हामीले बनाएर पनि त्यसलाई व्यवस्थापन गर्ने हो भने हामीले बाहिर गएर त्यो किनिरहनु चाहिँ नपर्ने हुन्छ यो कुरोप्रति पनि हाम्रो जुन किसानहरूले चाहिँ सोच्नुपर्ने बुझ्नुपर्ने जसले गर्दा हाम्रो स्वास्थ्य पनि हामी पनि ठिक भयौँ होइन हाम्रो परिवार पनि ठिक भयो अब हामीले जुन उपभोक्ता हुन्छ उपभोक्ता सबैलाई पनि ठिक भयो यस्तो कुराहरू नै हाम्रो किसान दाजुभाइले सोच्नुपर्छ भन्ने कुरो म राख्न चाहन्छु र विशेष गरेर अब वडावासी दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ अब यो कुराहरूमा चाहिँ हामीले एकदमै लाग्नुपर्छ अरू ठुलो कुरामा नलागिकन विषादी चाहिँ विष हो है यो जुन रासायनिक विषादीहरू छ यो रासायनिक विषादी चाहिँ पटक्कै प्रयोग नगरौँ र हामीले हाम्रो बारीमा भएको सोत्तर मोत्तरलाई पनि मल बनाउनु मजाले सकिन्छ सबै मकिने चिजहरू छ हाँगा हुर्यो पनि मकिन्छ त्यसलाई होइन त्यो प्रक्रिया प्रविधिहरू छ नि त त्यो कुरोमा लागेर हामीले मललाई बचाएर अनि हाम्रो उत्पादनलाई बढाउन लागौँ भन्ने कुराहरू म वडावासी सिंहनगरवासी किसान दाजुभाइलाई म भन्न चाहन्छु हजुर र यसरी हामी गएको खण्डमा हामी पक्कै पनि भोलिको दिनमा हामीलाई आउने जुन समस्याहरू हुन्छ त्यो समस्याबाट हामी मुक्त हुन्छौँ भन्ने मैले चाहिँ अब सोचेको छु र विषय हाम्रो कृषिहरू छ कृषिसँग अब हामीसँग कृषि शाखाहरू छ शाखासँग पनि हामीसँग प्राविधिकहरू छ त्यो प्राविधिकहरूसँग राय सल्लाह लिएर होइन कृषिलाई उन्नत बनाऊ अर्ग्यानिक बनाऊ राम्रो चिज गुणस्तरीय चिज बनाइयो भने त्यो बजारमा राम्रो हुन्छ खानेलाई पनि स्वास्थ्य हुन्छ यही कुरो म किसान दाजुभाइलाई राख्छु र कुनै विकासको कुराहरू हतारले होइन बिस्तारीसँगले कुनै समस्या नबुझेको छ भने वडामा आएर जानकारी लिएर होइन बाहिर कुरा गर्नुभन्दा वडामा आएर जानकारी लिने के छ स्थिति के हो गर्न खोजेको कुराहरू त्यो भनियो भने प्रष्ट पनि भइन्छ कसैसँग अब भनौँ मनमुटाव राख्नुपर्ने स्थिति पनि आउँदैन भन्ने कुराहरू म आम वडावासी र सिंहनगरवासी किसान दाजुभाइलाई म यति भने हजुर व्यस्तताको बावजुद अमूल्य समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद धेरै आश्वासनले पनि अब हामीहरू केही कुराहरू होइन अब सबै कुरा त होइन म पनि अब पूर्ण तयारीमा पनि थिइनँ अलिकति त्यहाँ हाम्रो बाटो पनि बन्दैछ त्यहाँ साथीहरूको खाना आउन के भयो भन्ने कुराहरू अलिकति अगाडि मलाई के हो खाँदैछु के हो भर्खर खाना बस्यो भन्दै थियो हजुर हजुर त्यता पनि हेर्नु पऱ्यो यता पनि कार्यक्रम पनि भएको गर्दा अलिक हतारो भएकोले गर्दा मैले कता के कुराहरू सबै कुराहरू भन्न अब सबै कुरा त यहाँ धेरै छ होइन त्यो सबै कुरा राख्न नसके तापनि यति कुरा भए पनि राख्ने अवसर दिनुभयो र म रेडियो पिकल एफएमलाई होइन र राजकुमार सर र तपाईँको टिमलाई सबैलाई धेरै धेरै धन्यवाद भन्दै मेरो कुरा यहीँ राखेँ हस् धन्यवाद हस् त